आज नववर्षको दिन नववर्ष 2083 पुनित अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, कार्यसफलता र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। श्रोता, हाम्रो वंश परम्परा पितृसत्तात्मक छ, तर घर परिवार भने माता वा पिता मध्येको कसैले सञ्चालन गर्ने परिपाटी छ। घर परिवारमा आमा नै प्रमुख हुने वा आमाकै आदेशमा चल्ने परिवारलाई मातृसत्तात्मक भनिन्छ भने पिताकै निर्देशनमा चल्ने परिवारलाई पितृसत्तात्मक भनिन्छ। अधिकांश नेपाली परिवार पितृसत्तात्मक छ, तर मातृसत्तात्मक परिवारको सङ्ख्या पनि पछिल्लो समयमा बढ्दो छ। यो यथावस्थामा रहने कुरा होइन। परिवार पितृसत्तात्मक हुने वा मातृसत्तात्मक भन्ने कुरा त मूली मानिएका मातापिता मध्येकै आदर्श व्यवहार, निर्णायक क्षमता र नेतृत्वदायी भूमिकामै निर्भर गर्दछ। वातावरणीय प्रभावको कारण मातृ क्षमतामा हुँदै आएको विकास र लोकप्रियताले राज्य नै सञ्चालन गर्ने हैसियत स्थापित गरिसकेको परिप्रेक्ष्यमा मातृसत्तात्मक परिवार उचित होइन भन्ने ठान्नु अब गलत हुन्छ। श्रोता, हामीले भुल्नु नहुने कुरा के हो भने मातृसत्ता, पितृसत्ता र वंशावली हाम्रा नितान्त भिन्न सामाजिक परम्परा हुन्। माता वा पिता जो कोही परिवारको मूली भए पनि घर मूलीकै आधारमा वंशावली परिवर्तन गर्ने चलन हाम्रो समाजमा छैन। तथापि वंश नै परिवर्तन हुन सक्दैन भन्ने कुरा बाध्यात्मक भने होइन। यो त व्यक्तिकै इच्छामा भर पर्ने कुरा हो। वंश वा थर र गोत्र परिवर्तन गर्ने प्रचलन त करिब 700 वर्ष पहिलेदेखि नै हाम्रै समाजमा थियो। स्मरण रहोस्, कर्णाली भेगको नागराजको मल्लवंशका अन्तिम राजा प्रताप मल्ल निसन्तान थिए। उनले आफ्नो पुर्ख्यौली राज्य विक्रम सम्वत 1430 तिरै आफ्नै फुपाजु पुण्यपाललाई सुम्पिएर भिक्षु जीवन बिताएका थिए। पुण्यपालले प्रताप मल्लकै फुपू वा राजा आदित्य मल्लकी छोरी सुकुनमालासँग विवाह गरेका थिए। ससुरालीकै राज्य सम्हाल्नु परेपछि पुण्यपालले आफ्नो थर र गोत्र नै ससुरालीकै राखेर पुण्यपालबाट पुण्यमल्ल बनी राज्य सञ्चालन गरे। उनकै पालामा विक्रम सम्वत 1448 देखि विशाल खस साम्राज्य टुक्रिँदै 22 र 24 राज्य बन्यो। उनै पुण्यमल्लका सन्तान अहिले अधिकांश जिल्लामा फैलिएर रहेका छन्। त्यसकै प्रभावले अहिले पनि कतिपयले माओवादीतर्फकै थर र गोत्र कायम गरेका छन्। यो मातृसत्तात्मक सामाजिक व्यवस्थाकै अवशेष हो। श्रोता, अहिलेसम्म कायमै रहेका मातृसत्ताकै अवशेषको दृष्टान्त हेरौँ। हाम्रै समाजमा मामाकी छोरी फुपूका छोराले र फुपूकी छोरी मामाका छोराले विवाह गर्ने शाह, मल्ल र सिंह ठकुरीहरू तथा गुरुङ र मगर अझै छन्। तर भारतमा भने तमिलनाडु राज्यका तामिल जातिमा अझै पनि भान्जीसँग नै मामाको विवाह गर्ने चलन छ। त्यस्तो चलन भने हाम्रो समाजमा छैन। यसै गरी नेपालका खास गरी मङ्गोल किराँत समूहका लिम्बूहरूमा 186 वर्ष अगाडिसम्म वा विक्रम सम्वत 1896 सम्म आमाकै बहिनी वा सहोदर सानीमासँग विवाह गर्ने चलन थियो। यो चलन राजा सुरेन्द्र विक्रम शाहले विक्रम सम्वत 1896 निषेध गरिदिए। राजाले लगाएको लालमोहर आदेश बदरोस् भनी पूर्वका केही लिम्बू प्रतिनिधिहरू काठमाडौँमा राजालाई अनुरोध गर्न पुगे। तर राजाले उनीहरूको कुरा नसुनेपछि लिम्बूहरूको सानीमासँग विवाह गर्ने परिपाटी सदाको लागि अन्त्य भएको थियो। श्रोता, केही नेपाली ब्राह्मणहरूले अहिले पनि सगोत्री विवाह गर्छन्। दृष्टान्तको निम्ति अत्रि ऋषिकै सन्तान मानिने अत्रि र आत्रेय दुवै गोत्री बीच फरक गोत्रको अर्थ लगाई विवाह हुन्छ। तर बसोबास विस्तारको क्रममा एउटै अत्रि शब्द नै अपभ्रंशित हुँदा अत्रि र आत्रेय बन्न पुगेको कुरालाई महत्त्व दिएको छैन। यसै गरी पानी पोखरेल र पौडेल दुवै अत्रि गोत्री नै भए पनि उनीहरू बीच विवाह हुँदै आएको छ। यो मातृसत्ताकै अर्को अवशेषको दृष्टान्त हो। नेपालमा मात्र होइन, भारतको साबीको चम्बा राज्यको भरमोरवासी गद्दी समुदायका सगोत्री ब्राह्मण पनि परस्परमा विवाह गर्छन्। श्रोता, प्राचीन कालमा मङ्गोल किराँतहरूको सामाजिक व्यवस्था
मातृसत्तात्मकै थियो। यो व्यवस्था भारतकै आसाम राज्यकै केही स्थानमा अहिले पनि छ। स्मरण रहोस्, सन् 1944 वा विक्रमसम्म 2000 सालसम्म आसामको खसिया जातिमा पुरुषलाई भोट दिने अधिकारै थिएन। यो प्रचलन हिन्दुस्तानबाट पाकिस्तान छुट्टिने क्रममा भएको जनमत सङ्ग्रहमा पनि कायमै थियो। तर अहिले यो कानुनी रूपमै अन्त्य भए पनि व्यवहारमा मातृसत्ताको अवशेष बाँकी नै छ। श्रोता, बसोबास विस्तार पनि हाम्रो परिवर्तन, विकास र सभ्यताको आधार हो। सयौँ वर्ष एकै ठाउँमा बसिरहने र बराबर बसोबास परिवर्तन गर्ने समूह बीच सामाजिक, सांस्कृतिक, आर्थिक मात्र होइन, विकास र चेतनाको स्तर पनि नितान्त फरक हुन्छ। यसको एउटा आश्चर्यलाग्दो दृष्टान्त हेरौँ। स्मरण रहोस्, आर्यहरूको उत्पत्ति स्थल सुमेरियन सभ्यता स्थल र त्यसकै आसपासको क्षेत्र नै थियो। उक्त क्षेत्रबाट ईसापूर्व 2500 वा करिब 4500 वर्ष पहिलेदेखि आर्यनहरू पूर्वको दक्षिण एसिया र पश्चिमको युरोप र अमेरिकासम्म विस्तारित हुँदै गए। तर उत्पत्ति स्थल नछोड्ने वा साबीको पर्सियाली हालको खाडी क्षेत्रमै बस्दै आएका आर्यहरूकै एक समूह त सन् 600 अर्थात् करिब 1900 वर्ष अगाडिसम्म त जङ्गली अवस्थाकै थिए। त्यतिखेरसम्म पूर्व र पश्चिम फैलिएका आर्यहरू त सभ्यताको शिखरमै पुगेका थिए। यथास्थानमा बसोबास गर्ने आर्यहरू जङ्गली अवस्थाकै थिए भन्ने कुरा आमासँग विवाह गर्ने त्यस बेलाको उनीहरूको परिपाटीले नै पुष्टि गर्छ। स्मरण रहोस्, त्यस बेलाका धर्मकृति नाम गरेका विद्वानले लेखेको वाद न्याय भन्ने पुस्तकमा सो कुरा उल्लेख छ। आर्यहरूकै तत्कालीन बोलीचालीको भाषामा लेखिएको सो पुस्तक करिब 150 वर्षपछि वा सन् 740 शान्तरक्षित नामक विद्वानले टिप्पणी गर्दा मातृविवाह पारसी देश भनी उल्लेख गरेको प्रमाणले नै पुष्टि गर्छ। यो त पाशविक वा जङ्गली अवस्थाकै मातृसत्ताको पछिल्लो प्रमाणित दृष्टान्त हो। श्रोता, 170 वर्ष पहिले विश्वको मानचित्र यस्तो थियो। 113 वर्ष पहिले विश्वको मानचित्र यस्तो थियो। आज यतिमै बिदा चाहन्छु। धन्यवाद। नमस्कार।